यस्तो छ बुटबलको बाटो अहिले पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटबल नारायणघाट माफ गर्नु होला बुटबलदेखि गोरीसिंहेसम्मको सडक विस्तार परियोजना यतिखेर चलिरहेको छ। हामी तपाईँलाई बुटबलको यो तामनगरदेखि बुटबल उपमहानगरपालिका वार्ड नम्बर 12 तामनगरदेखि अनि बुटबलसम्म खास गरी बुटबलसम्म के कस्तो मार्गहरू विस्तार भइरहेको छ भने ट्राभलिङ भ्लगको रूपमा हामी तपाईँलाई देखाउन गइराखेका छौँ। यो हो बुटबलको तामनगर चोकदेखि थोरै अगाडिपट्टि बढिसकेपछि हामी यहाँ देख्न सक्छौँ बाटो निर्माण कार्य चाहिँ भइरहेको छ। कतिपय स्थानमा भने बाटो धेरै नै माथि उठाएर होइन वालहरू उठाएर काम भएको छ भने कुनैमा पनि काम नै सुरु नै भएको छैन। यहाँनिर हेर्दै यो ढाबाको नजिकैको यो ल्याबदेखि अगाडिपट्टिको एउटा बाटोको यहाँ पुल निर्माण कार्य पनि जारी छ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ पुल निर्माणको कार्य लगभग यहाँनिर खास गरी पहिला नै पुल बनाएर ल्याएर राख्ने यो चाइनाको चाहिँ सिस्टम जस्तो छ क्या र त्यो हुँदै यिनीहरूले चाहिँ गरिरहेका छन्। हामी पुलमा छौँ। पुलदेखि अगाडिपट्टि हाइवेबाटै यसरी सर्लक्क बाटोबाट यसरी सर्लक्क गाडी फर्काएर कतिजना त नमिल्ने होला तर मिलिसक्यो उहाँले गर्नुभयो होइन। अनि तामनगरदेखि ढाबाको यो दोस्रो पुल पनि यतिखेर लगभग बन्ने तयारीमा छ। यहाँ दोस्रो पुल यहाँनिर चाहिँ हामीले देखेअनुसार यो पुलको काम पनि अगाडि बढिसकेको छ। फाउन्डेसनको काम त सकिसकेको जस्तो लाग्छ मलाई। अनि फाउन्डेसन प्लस अन्य काम पनि यहाँनिर सम्पूर्ण भइसकेको छ। तर माथि मेन बेस र ढलाइको काम चाहिँ भएको छैन है, अगाडि बढिरहेको छ। तर यतापट्टि यो राइट ह्यान्ड साइडमा मेरो राइट ह्यान्ड साइडमा चाहिँ बाटो बनिरहेको छ भने यतापट्टि लेफ्ट ह्यान्ड साइडमा खास गरी मायादेवी टेक्निकल कलेजको यतापट्टि मायादेवी टेक्निकल कलेजको लाइनमा भने बाटो विस्तारको काम चाहिँ अहिलेसम्म अगाडि बढेको चाहिँ पाइएको छैन है त। तपाईँलाई यो जानकारी चाहिँ म दिन गइरहेको छु। बाटो एकदमै यो हाइवे मुख्य पूर्व पश्चिम राजमार्गको एकदमै व्यस्त रहने हाइवे हो होइन, एकदम व्यस्त रहन्छ यो। तर पनि यहाँ व्यस्त रहे तापनि बाटो पूर्ण क्षमताका अनुसार त्यहाँ पुगिरहेको छैन जस्तो मलाई लाग्छ होइन त। यहाँ बेला बेला पोके पनि लाग्छ। सो यही यो बाटो यसरी बनिरहेको छ यहाँ। अब यो पछि मलाई लाग्छ बाटो एकदम विस्तार भइसकेपछि यो एसियन हाइवेको रूपमा चाहिँ प्रयोग हुने भन्ने कुरा चाहिँ आइरहेको छ, जसले गर्दाखेरि बुटबलको एउटा मुखारै चेन्ज हुन्छ भन्ने चाहिँ अपेक्षा गरिरहेका हुन्छन् मान्छेहरू। अब हामी पनि अपेक्षा गरौँ, तर यो बाटो बन्ने कहिले थाहा छैन। तर अहिले चाहिँ जुन एउटा केन्द्रीय सरकार भनौँ न, अब बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भइसकेपछि मलाई लाग्छ यी र यस्ता विकास निर्माणका कामहरू रोकिने छैनन् जस्तो मलाई लाग्छ। किन भन्दाखेरि अहिले पछिल्लो समयमा शासकीय सुधारका कामहरूमा पनि बालेन्द्र शाह अगाडि बढिरहेको चाहिँ हामीले पाउँछौँ। र अन्य कुरामा पनि खास गरी आज मात्रै भ्लग रेकर्ड भइरहँदाखेरि चाहिँ श्रम मन्त्री जस्तो लाग्छ मलाई। एकजना श्रम मन्त्री चाहिँ बर्खास्त हुनु हो भन्ने कुरा चाहिँ फिर्ता बोलाइएको भन्ने कुरा चाहिँ आइरहेको छ। त्यस कारणले गर्दा मलाई लाग्छ बाटो निर्माणको काम पनि एकदम द्रुत गतिमा निर्माण सम्पन्न होला भन्ने लागौँ। यसको ठेक्का चाहिँ चाइनाको जहाँ कि स्टेट सरकारले त्यहाँको ठेक्का लिएको र प्लस नेपालको कम्पनीहरूको छ। भर्खरै देख्नुभयो यो योजनाकै गाडी हो, अगाडि गइरहेको छ। अन द ड्युटी लेखेको गाडी चाहिँ अगाडि बढिरहेको छ। अनि म यहाँनिर ढाबा कुरा गर्दै आउँदाखेरि करिब 5-10 मिनट भयो होइन। यो ढाबादेखि म नयाँ गाउँ आइपुगेको छु। त्यो नयाँ गाउँनिर चाहिँ तपाईँको यस्तो मेन बाटोमै छेकेर ठुल्ठुला यो वालहरू लगाएको छ होइन। सुरुवाती चरणमा त हामी पनि आश्चर्यमा परियो के हो यो भनेर होइन। यति ठुल्ठुला वाल लगाएर पार्टी छेकेको छ। मलाई लाग्छ यो 8-10 मिटर अग्लो हुन्छ क्या, कति हुन्छ थाहा भएन।
अनि हामी साइडबाट चाहिँ त बाइपास बाटोहरू बनाइरहेको हुन्छ, हामी चाहिँ यही बाटो हिँड्छौँ। यो बनाएको यो उसमा चाहिँ यी समयमा त्यस्तो छ। अनि बिचमा पनि फेरि वाल लगाएर अनि मानिसहरू पनि वालहरू पर्ने, गाडी पनि बाइपासमा जाने भन्ने त्यसरी पासिङ सिस्टममा ओभर ब्रिज हो भन्ने चाहिँ सुनिन्छ है। यो चाहिँ पछि यसको संरचना फाइनल तयार भएपछि यसले राम्रो रूप लिएला भन्ने चाहिँ अपेक्षा गर्न सकिन्छ। तर अहिलेको बाटो भन्ने यस्तो खतम चाहिँ है, एकदमै बाटो एकदम अप्रोची छ। हामी कुरा गर्छौँ कर्णालीतिरका कर्णाली भन्दा त फेरि कर्णाली छ जस्तो लाग्छ मलाई। यहाँनिर काम चाहिँ भइरहेको छ। हामी नयाँ गाउँदेखि थोरै अगाडि बढ्यो। यहाँनिर कन्स्ट्रक्सनको काम चाहिँ मलाई लाग्छ एकदमै यो पछिको लागि चाहिने जुन सामग्रीहरू छ यहाँ चाहिँ राखिरहेछ, पछि युज हुन्छ होला जस्तो लाग्छ मलाई। यो ठाउँ ठाउँमा साइडमा चाहिँ यसरी राखेको पाइन्छ। अनि यो एउटा स्टिकर जस्तो लगाएको गाडीहरू यही कन्स्ट्रक्सनको लागि युज भएको छ। बाटो बाटोमा सेफ्टी टुल्सहरू पनि प्रयोग गरिएको पाइन्छ सेफ्टीको लागि है। जस्तै यहाँनिर चाहिँ एक्सटेन्सन भइरहेछ, डिप एक्सटेन्सन भइरहेछ भनेर लेखिरहेको छ, ड्राइभ स्लो गर्नुहोस् भनेर। अनि त्यो सतर्कता चाहिँ अप्नाएको पाइन्छ। अनि अगाडि ड्राइभर छ यतापट्टिबाट जानुहोस् भन्ने होइन, साइडमा एरोहरू। अनि विभिन्न नालीहरू पनि बनाउने क्रम चाहिँ जारी छ। सुरुवाती चरणमा बाटो निर्माणको कामले जसरी गति लिएको थियो, अहिले पनि मलाई लाग्छ यो केन्द्र सरकारपछि पनि यसले गति लिएको छ भन्न चाहिँ मिल्छ। बाटोको अवस्था चाहिँ यस्तो छ यहाँ। यता पनि कन्स्ट्रक्सनको काम भइरहेछ, अगाडि बढ्दैन। अनि बाटो भरिपुरै ढुङ्गा यहाँनिर है, जताततै बल्ल चल राखेको पाइन्छ भाइहरू। अगाडि धुलो भएको कारणले त्यहाँनिर काम चाहिँ भइरहेछ। धुलोको कारणले कतिपय पैदल यात्रीहरू अनि उहाँहरू चाहिँ मुक्तपुर हेर्नुपर्ने अथवा मास्क लगाउनु पर्ने चाहिँ आवश्यकता छ। यहाँ मास्क बिना हिँड्न सक्ने अवस्था त छैन। तर म यहाँ माइकमा बोल्ने भएको कारणले गर्दा अहिले मास्क चाहिँ निकालेको छ। तर मेरो मुखमा चाहिँ धुलो चाहिँ गएको रहेछ। सो यो बेलबास हो। बेलबासबाट हामी अगाडि बढिरहेछौँ। बेलबासको क्षेत्रमा खास गरी यसको दाहिनापट्टि होइन, दायाँ साइडमा बेलबासको दाहिना साइडमा शिवालय मन्दिरतर्फ चाहिँ बाटो विस्तारको काम, त्यहाँ अब नाली बनाउने कन्स्ट्रक्सनको काम चाहिँ भइरहेछ। अनि तपाईँको यतापट्टि जुन देब्रे साइडतिर पनि काम भइरहेछ। यहाँनिर चाहिँ मलाई लाग्छ यहाँनिर चाहिँ दुइटै गएमा बाटो चाहिँ अगाडि बढिरहेछ है, दुइटै गयो। सो हामी बेलबासबाट नयाँ गाउँदेखि अगाडि बढिरहेछौँ। यो बेलबासको शान्ति चोकमा पनि एउटा शान्ति चोकदेखि थोरै अगाडि बढ्यो। अनि एउटा ओभरहेड ब्रिज निर्माण भएको पाइन्छ। जे होस् काम चाहिँ भइरहेछ, तर छिटो छिटो काम भयो भने राम्रो हुन्छ भन्ने चाहिँ हाम्रो अपेक्षा हो होइन। दाजु रङ साइड दाजुले रङ साइड भन्नु बाटो चाहिँ बनिरहेको अवस्था छ। अहिले गर्मीको सिजन बिस्तारै सुरुवात हुँदैछ। यतिखेर छेउछाउमा बसेर अनि
के अरे जुस खाने मान्छेहरू पनि अलिअलि बढेको पाइन्छ। यहाँनिर चाहिँ दाजुले चाहिँ गाडी ट्याम्ने बाटोमा रोकिदिनु। अब यो ट्राफिक नियमको पालना गरौँ भनेर त लेखिरहेको छ, लेखेर गयो यसरी बिचमा रोकेपछि ट्राफिक नियमको पालना चाहिँ कसरी भयो भन्ने कुरा नि आउला। तर म चाहिँ सङ्केत दिएर अगाडि बढेँ है त। ओके, अनि यहाँनिर यो बेलबासको अगाडि बढिसकेपछि, बेलबासदेखि अगाडि बढिसकेपछि यो झोलुङ्गे पुल भन्छ, साबिको झोलुङ्गे पुल यो जितगढीदेखि नजिक नजिकै छ। यहाँनिर पनि एउटा यस्तै किसिमले यहाँनिर चाहिँ बाटोमा बिचमा वाल लगाएर अनि बाटोमा वाल लगाएर कन्स्ट्रक्सनको काम चाहिँ भइरहेको छ यहाँनिर है। कन्स्ट्रक्सनको काम भइरहेको छ। यो बाटोमा पनि यस्तै ठुल्ठुला वाल लगाइएको छ। अनि वाल लगाइसकेपछि उता राइट ह्यान्डबाट जानुपर्ने भनेर चाहिँ लेखेको छ। अब यो मलाई लाग्छ यो बाइपास सानो गाडीहरू पनि पास हुने, अनि पछि यहाँदेखि पर पारी देखाइरहेको त्यहाँनिरबाट पनि गरेर अनि बाइपास सर्भिस लेन्सको बाटोबाट आएको गाडीहरू त सर्भिस लेनबाट जाने। अनि मेन हाइवेमा आउनको लागि चाहिँ कुनै पनि अवरोध नहुने भन्ने चाहिँ सुनेको छ। हेरौँ कस्तो कन्स्ट्रक्सनको काम गर्ने हो। फाइनल लेआउट भइसकेपछि मलाई लाग्छ यो केही निश्चित आकार लिनेछ भन्न चाहिँ सकिन्छ। ओके, खोकी पनि ल्याएर त अगाडि पनि बढौँ। ठाउँ ठाउँमा पानी छ्यापेर अलिअलि बाटोलाई धुलो नउड्ने त बनाएको पाइन्छ होइन, तर धुलो त कति छ नेपाली पाउडर पनि भन्ने गरिन्छ क्या। अब राम्रै होला भनौँ न। आइया के बोल्ने के नबोल्ने हो, म त केही मेसेज पाउँदैन। सो यहाँनिर अस्ति चाहिँ के थियो भन्दाखेरि बाटो बन्द भएको थियो यहाँ मास्टरपट्टि होइन, खास गरी यो लुम्बिनी भन्न आएको बुटवल फुलबारीदेखि यतापट्टिको एउटा कन्स्ट्रक्सन त्यहाँनिर चाहिँ अस्थायी बनाएको थियो कलबर्ड जस्तो होइन, अस्थायी। अनि त्यो चाहिँ पानीले बगाइदियो। पानीले बगाइसकेपछि बाटै बन्द थियो, अहिले चाहिँ खुलेको छ। त्यही भएर यहाँ चाहिँ भिडभाड गरेको छ। तर कुनै चाहिँ पहिला हिँडिरहेको बाटो तलतिरबाट तलतिरदेखि जानु नि त। तर यो बाटो खुल्ले छ अहिले चाहिँ। कहिलेसम्म लाग्यो पानी नपर्दासम्म हो कि जस्तो लाग्छ। पानी परिसकेपछि फेरि उस्तै पनि हुनसक्छ होइन, किन अन्त अब यो भलले बगाउने कलबोर्ड छ त नि। अनि ओके, अनि यहाँनिर चाहिँ यो बुटवल जितगढीको बाटो हो। केही समय चाहिँ बन्द भएको थियो, तलतिरबाट बाटो परेको हुन्थ्यो भने मास्तिरपट्टिको बाटो चाहिँ बन्दै भएको थियो। तर अहिले चाहिँ खुलेको छ। कुनैले चाहिँ यो खुलिरहेको छैन भन्नु पनि सोच्नुहुन्छ, तर यो बाटो खुलिसकेको छ। यो जितगढी नेर हो, म अहिले जितगढी नेर छु। अनि यहाँनिर चाहिँ बाटो बन्द थियो पहिला केही समय, अहिले चाहिँ बाटो खुलिसकेको छ। यो बाटो पनि एकदमै तीव्र रूपमा गाडीहरू हिँड्किने अथवा सबभन्दा बढी बिजी हुने ठाउँ पनि यहाँ देखिन्छ है। यहाँनिर तपाईँले देखिरहनु भएको छ यो मेरो क्यामेराको दाहिनेपट्टि भनौँ न, मेरो हातको दाहिनेपट्टि यहाँनिर यो अहिले मालपोत कार्यालय आउने भनेको छ। त्यहाँनिर मालपोतको भवन बनिरहेको छ। अनि अर्को चाहिँ नापीको कार्यालय चाहिँ यहीँनिर छ है। नापी चाहिँ छ। यो नापी र मालपोत लगायतका कार्यालयहरू पछिल्लो समयमा बुटवलको यो जितगढी क्षेत्रमा अथवा बुटवल बेलबास नयाँ गाउँतिर चाहिँ बिस्तारै यिनी कार्यालयहरू सरिसकेपछि मानिसको चहल पहल बढी हुने, आर्थिक चलायमान हुने गरेको चाहिँ पाइन्छ। यो जितगढीदेखि अगाडि बढिसकेपछि यो पाखापानीको क्षेत्रमा चाहिँ खास गरी गर्मी समयमा एकदमै राम्रो चिसो हावापानी पाइने ठाउँ पनि भन्ने गरिन्छ।
बाटो बनाउने क्रममा यो मास्टरपट्टिको वाल नभत्काइकन अहिले पछिल्लो पटक चाहिँ खास गरी तल्लो सतहबाट तलदेखि पुरै गाह्रो लगाएर उठाएर मास्टरपट्टि लगेर अहिले चाहिँ त्यसरी चाहिँ बाटो निर्माणको काम भइरहेछ। यो एकदमै राम्रो काम हो भनिन्छ, तर पछि त मलाई लाग्छ पछि पनि फेरि यो भत्काउँछ होला मास्टरपट्टिको यो भागहरू। तर अहिलेको तत्कालको समयमा जुन पछिल्लो समयमा त्यो गरिरहेछ तलपट्टितिरको भागलाई केही पनि त्यहीँ नउठाइकन त भन्नाले त्यहीँबाट उठाएर अगाडि बढाउने काम चाहिँ गरिएको पाइन्छ। यो बुटवलको प्रवेशद्वार पनि भन्ने गरिन्छ हामीले यो ठाउँमा। यसलाई चाहिँ यो पाखापानीको क्षेत्र यो दुर्गा मन्दिर भएको ठाउँनिर पनि हो। अनि यहाँनिर चाहिँ तपाईँको के छ भन्दाखेरि बाटो लगभग कम्प्लिट हुन आँटिरहेको छ है। यहाँ कामदारहरू पनि हुनुहुन्छ कुनै बसिरहनु मन भएको छ। अनि हामी अगाडि बढ्दै जाँदाखेरि यो बुटवल आउन लागिसकेको छ। बुटवलको यो पाखापानी क्षेत्र हो। यहाँनिर चाहिँ बाटो जे होस् अब चाहिँ लगभग सकिन थालेको चाहिँ हामीले पाइन्छ है। अगाडि बढ्दै गर्दाखेरि त्यस्तो चाहिँ देखिएको छ। बिस्तारै पूर्व पश्चिम राजमार्ग अन्तर्गतका विभिन्न सवारी साधनहरू आफ्नो गन्तव्यमा जाने गरेको पाइन्छ। कन्स्ट्रक्सनको कामको लागि विभिन्न ढुवानीका साधनहरू पनि दौडिरहेको पनि पाइन्छ। चाइनाको त्यहाँको स्टेट सरकार र नेपालका विभिन्न अन्य प्राइभेट सेक्टरको लागत सहभागिता अथवा लागत सहभागिता होइन, उहाँहरूले चाहिँ ठेक्का पाउनु भएको भयो प्रोजेक्टको। यो प्रोजेक्ट चाहिँ बुटवलको तपाईँको बुटवल गोरीसिङ्गे सडक आयोजना भनेर भनेको छ। अनि त्यहाँदेखि उता पनि फेरि चलिरहेछ चन्द्रौटाको। यो चाहिँ बुटवल गोरीसिङ्गे सडकको आयोजना भयो। हामी अगाडि बढिरहेछौँ। तपाईँलाई मैले केही कुरा देखाउन पनि खोजेँ। यहाँनिर अस्तिको कुरा गर्दाखेरि यहाँनिर यो बाटो कल्भर्ट चाहिँ पानी परेर एक दिन पानी परेर बाटो चाहिँ बन्द थियो। फेरि अहिले चाहिँ खोलेको छ है, त सबैलाई यो जानकारी पनि होस्। यो बाटो खोलेको छ। तपाईँ हामी मुख्य हाइवे नै प्रयोग गरेर चाहिँ पूर्व पश्चिमको यात्रा चाहिँ तय गर्न सक्नुहुन्छ। केही समयको लागि भने त्यहाँ बाटो यहाँनिर ठ्याक्कै यहाँनिर मेरो दाहिनेपट्टि देउरे साइडको हरियो लगाएर ढाकेको छ। यो चाहिँ त्यतिखेर थियो बन्द भएको छ। यो कल्भर्ट हुँदै हामी निस्क्यौँ। कल्भर्ट भन्दा यो कृत्रिम रूपमा बनाएको ठाउँ हो। हामी फुलबारी आउन लाग्यो अब त। फुलबारी बुटवल मास्टरपट्टि चाहिँ फुलबारी भनिन्छ। तिनाउ फुल बिस्तारै अर्को तिनाउ फुल पनि भत्काउने होला यहाँनिर भन्ने हामीलाई लागिरहेको छ। बुटवल उपमहानगरपालिका अब एकैछिनमा सुरु हुन्छ। बुटवल उपमहानगरपालिकाले खास गरी पछिल्लो समयमा विभिन्न सचेतनात्मक तालिमयुक्त कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ, जुन राम्रो पक्ष पनि हो रहेछ।